हजुर सबैमा नमस्कार र विशेष गरी तपाईँहरूको बिचमा एउटा नयाँ भिडियो लिएर आएको छु। भनिन्छ स्वास्थ्य अति नै महत्त्वपूर्ण छ र स्वास्थ्यको निम्ति चाहिने महत्त्वपूर्ण कुरामा पानी हो र देशी जुगाड मार्फत पानीको फिल्टर बनाउन गइराखेको छु। यो भिडियो धेरैको निम्ति नौलो नहुनु पनि सक्छ र थोरैको निम्ति चाहिँ रोचक हुनसक्छ। आशा गर्दछु यो भिडियो मार्फत तपाईँहरूले पनि पानी मैला छ भने यसरी देशी जुगाड गरेर घरमा भएको पानीलाई तपाईँले फिल्टर बनाउन सक्नुहुनेछ। त्यसको निम्ति यो 1 इन्चीको पाइपलाई यसरी दुईपट्टि बन्द गर्नुपर्ने हुन्छ अनि यसरी दुईपट्टि बन्द गरे पश्चात साइडमा यसरी काट्नुपर्ने हुन्छ अनि यहाँ तपाईँले एउटा टी लगाए पश्चात चाहिँ यस्तो प्रकारले ल्याउनु पर्ने हुन्छ। त्यसलाई काटेर रेडी गरिसक्नुहुन्छ र यसरी एउटा ड्रमलाई लिएर चाहिँ यो यस्तो प्रकारले तपाईँले फिट गर्नुपर्ने हुन्छ अनि ड्रमभित्र यो हाल्नको लागि चाहिँ पहिलेबाट काट्ने साइज चाहिँ यसरी खुट्याउनु पर्ने हुन्छ। त्यसको निम्ति पानी मैला नहोस् भनेर यसरी तपाईँहरूले यहाँनिर नेटलाई लगाउनु पर्ने हुन्छ अनि नेटलाई लगाइसके पश्चात चाहिँ यस्तो प्रकारले चाहिँ तपाईँले राख्नुपर्ने हुन्छ। त्यसको निम्ति चाहिँ यसरी यो बलुवालाई धुनु पर्ने हुन्छ अनि जब तपाईँले बलुवालाई राम्रोसँगले धोइसक्नुहुन्छ तत्पश्चात फेरि तपाईँले यसको निम्ति यहाँनिर गिट्टी छ, यो गिट्टीलाई पनि धुनुपर्ने हुन्छ। यहाँनिर भाइले यसरी मजाले धोइराखेको छ। भाइ के बनाएको? फिल्टर? किन बनाएको फिल्टर? समय पछाडि अहिले हाम्रो काम केही हदसम्म सफल भएको छ अनि यहाँ भाइले गिट्टी धुनु हुँदैछ अनि गिट्टीलाई यसरी सफा पारेर धुने हो अनि धोइसके पश्चात चाहिँ गिट्टीलाई चाहिँ यहाँनिर हाल्नेछु। फर्स्ट रोमा चाहिँ अघि जहाँसम्म हामीले त्यो फिल्टरको लागि नेट लगाएको छौँ त्यहाँसम्म चाहिँ हामी गिट्टीलाई हाल्ने हो अनि तत्पश्चात चाहिँ फेरि एउटा चिज हाल्छौँ, अहिले पछिबाट भन्नेछु। पुरा भिडियो हेर्न नभुल्नु होला र विशेष यसलाई हामीले यसरी सेटिङ गरेका छौँ। यहाँ माथिबाट पानी आउँछ, आइसके पश्चात चाहिँ यो पानी यहाँभित्र पर्छ अनि पसेर चाहिँ जति हामीलाई चाहिन्छ त्यो पानी मात्रै यहाँनिर आउने गर्छ। त्यो कसरी त्यो पनि अहिले हामी पछिबाट तपाईँलाई देखाउनेछौँ। अनि तत्पश्चात जब यो मैला हुन्छ अनि मैला भएको पानीलाई पनि फ्याँक्ने हामीसँग प्रावधान छ, त्यो कसरी पछिबाट तपाईँलाई देखाउनेछौँ। अनि यो गिट्टी हाल्दै गर्दा चाहिँ ध्यान पुर्याउनु पर्ने हुन्छ। यहाँ तल जो फिल्टर गरिएको छ, जो नेट लगाएको छ त्यो नेटलाई चाहिँ जोगाउनु पर्ने हुन्छ। त्यहाँनिर यसमा लाग्यो भने यो भाँचिनु सक्ने सम्भावना छ, तसर्थ बिस्तारै एक साइडबाट चाहिँ हामीले गिट्टी हाल्नुपर्ने हुन्छ ताकि यहाँ तल भएको नेटलाई चाहिँ लाग्नु हुँदैन। राखेको छौँ अनि बलुवालाई चाहिँ यो माथिको रोमा हाल्नेछौँ। भाइ अलिक यता हो, यहाँ देखाऊ बाबु। यो जो हाम्रो के भन्छ फिल्टर छ अनि त्यो हामीले अघि गिट्टी हालिसकेका छौँ र अहिले चाहिँ यहाँनिर यहाँ बलुवा हाल्दैछौँ अनि यसले चाहिँ यो पानीलाई प्युरिफाई गर्ने काम गर्दछ। हामीले यहाँसम्म आफ्नो कामलाई ल्याइसकेका छौँ भनेदेखिलाई हामी थाकिराखेको देखेर यहाँ सुरजको भाउजूले हेऱ्यो हामीलाई ल्याइदिनु भएको अरे यो कोक ल्याइदिनु भएछ हो। अनि तपाईँले कोक मात्रै ल्याइदिनु भएछ त अन्त मोमोहरू त ल्याइदिनु भएन त? मोमोको दोकानै बन्द। खोज्यो भने ईश्वर भेट्छ भन्छ, तपाईँले खोज्नु भएन होला। अब म त कस्तो थाकिरहेको छु, बोलिरहेको छु र पनि त्यति बोलिरहेको छु। अब यो थाकेर हत्तु भएको बेलामा चाहिँ अब यो कोल्ड ड्रिङ्क्स खाने हो। त्यहाँबाट चाहिँ फेरि हामी चाहिँ के खाने भन्नुहोस् त, जिब्रोमा थुकायो ओरेन्ज, अमिलो अमिलो ओरेन्ज खाएर चाहिँ केही समय रिल्याक्स गरेर फेरि पनि कामलाई अगाडि बढाउने हो। हामीले लगभग 10 बजीदेखि सुरु गरेको काम अनि अहिले 2:30 भइसकेको छ। यत्रो लामो अवधिसम्म हामी यो हदसम्म आइपुगेका छौँ। विशेष गरी तपाईँले यो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि
यो जो पानी छ हाम्रो डाइरेक्ट त्यो ट्याङ्कीबाट चाहिँ सिधा आउँछ यो पाइपमा अनि यसरी पानी आएर चाहिँ सिधै यता गएर चाहिँ यहाँनिर पर्छ अनि यो चाहिँ भयो हाम्रो खानेपानी हो। अनि यो पानी चाहिँ तपाईँको यहाँनिर अहिले म अझै एउटा चिज लगाउने छु अनि त्यसले चाहिँ के गर्नेछ पानीलाई कन्ट्रोल गर्नेछ। अनि तत्पश्चात यहाँनिर तपाईँले देखिराख्नु भएको छ यो पानी हाल्दाखेरि चाहिँ के गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ यो चाहिँ अन गर्नुपर्ने हुन्छ। अनि चाहिँ तपाईँले पानीलाई राम्रोसँगले यहाँभित्र हाल्नु सक्नुहुनेछ। अहिले चाहिँ हामी सफा गर्ने प्रक्रियामा छौँ, त्यसर्थ यो पहिलो चाहिँ हामीले अन गरेका छौँ अनि उतापट्टिको चाहिँ अफ गरेका छौँ। अनि यसलाई अन गरेका छौँ, यहाँ भित्रबाट पानी आउँदैछ अहिले। अनि यो गिट्टीहरूलाई भित्रबाट सफा पार्नको लागि पानी आइराखेको छ। तर अहिले यो सफा गर्ने क्रममा तलबाट यो खोलिएको छ, यहाँबाट पानी गइराखेको छ र भित्रबाट गन्दा मैला कुचिला कसिङ्गरहरूलाई फेरि निकाल्ने काम गरिरहेको छ। यहाँ चाहिँ यहाँसम्म आइपुग्नु मोटामोटी हामीलाई 5 घन्टा जस्तो लाग्यो। तथापि हामीले पहिल्यैबाट नै गिट्टी र बलुवाहरूलाई जोगाड गरेर राखिसकेका थियौँ होइन। अनि यो सेटिङ गर्नु, सफा गर्नु, यो ड्रमलाई छेदा गरेर बनाउनु र यो अवस्थासम्म तपाईँहरूलाई देखाउनु पाउनुमा चाहिँ हामीलाई यत्रो समय लागेको हो। अब केही पश्चात यो अहिले देख्दै गर्नुभएको मैला पानी चाहिँ सफा रूपमा परिवर्तन भएर म फाइनल टच तपाईँहरूलाई दिनेछु। यहाँ देख्नुहुँदैछ, यहाँ तलबाट पानी आइराखेको छ। यही सब मैला पानीहरू हो। अब यसलाई पूर्ण रूपले यसलाई सफा गर्नेछ। हेर्नुहोस् कतिको मैला आइराखेको छ। हामीले त्यत्रो धोयौँ, गिट्टी बलुवा ढाड दुखी धोयौँ है, र पनि अझै यस्तो मैला तपाईँले देख्नुहुनेछ। तर केही समय पछाडि फेरि पूर्ण रूपले तपाईँले एकदमै सफा पानी देख्न पाउनुहुनेछ। अहिले चाहिँ यहाँ तलबाट खोलिएको कारणले गर्दाखेरि भित्रदेखिको मैलाहरूलाई सफा गर्दै ल्याइराखेको छ। तपाईँले अर्को लाउनु सक्नुहुन्छ, कतिको चाहिँ पानी सफा भयो। हेर्नुहोस् त यो तपाईँले दुईवटा भकुन्डो देखिराख्नु भएको छ। अब पानीलाई कन्ट्रोल गर्ने काम चाहिँ यसले नै गर्छ। हेर्नुहोस् त त्यो दुईवटा पर्दैन, एउटा मात्रै पर्छ। कुन चाहिँ ठिक हुन्छ भनेर म लगाउँदैछु। यो जो पानी आइराखेको छ, यो पानी यसरी आइरह्यो भने त यहाँ भरिएर जान्छ है। अब यसलाई चाहिँ के गर्नुपर्छ भनेदेखिलाई चाहिँ यसलाई चाहिँ तपाईँको यो थ्रेड टेप लगाउनुपर्छ। अनि थ्रेड टेप लगाइसकेपछि चाहिँ यहाँनिर यहाँ अहिले पानी बेसी छ। यहाँ तपाईँले देख्नुहुँदैछ अहिले तल पानी चलाउँदैछन् कलमा। त्यसै कारणले गर्दाखेरि हाम्रो पानी फिल्टर हुनुको लागि यहाँ आइराखेको छ। अनि यसरी पानी आउँछ। अनि अब जति पानी तल चलायो अनि यसरी पानी आउने गर्छ। आएपछि यो पानी यहाँनिर फिल्टर हुन्छ। यसलाई रोक्नुको लागि हामी कोही पनि आउनु पर्दैन, यो चाहिँ आफै रोकिन्छ। हेर्नुहोस् त। अनि अब यसरी पानी आइरह्यो भने त यो भाँचिन्छ, यहाँबाट सबै पानी बाहिर आउँछ र फिल्टरको महत्त्व हुँदैन। तर यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ
यो बल्ब यहाँ लगाइएको छ। अब यो बल्बले नै यसलाई कन्ट्रोल गर्छ। कसरी कन्ट्रोल गर्छ भनेदेखिलाई यो हेर्नुहोस् त, तपाईँले देख्दै हुनुहुन्छ जुन स्पिडमा पानी झर्दै थियो अहिले त्यो स्पिड कम्ती 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 हुँदै गइरहेको छ। अझै कम्ती हुन्छ हेर्नुहोस् है। अनि यसरी कम्ती हुँदै कम्ती हुँदै कम्ती हुँदै जाँदै जाँदै गर्छ। अनि तब जति पानी चलाउँछ त्यति नै यहाँनिर पानी आएर पानी फेरि फिल्टर हुने काम गर्छ। अनि कहिले पनि यो फिल्टर पानी सकिँदैन, किनभनेदेखिलाई यहाँ जति पानी चल्छ त्यति नै फेरि पानी चाहिँ यहाँनिर आउने सिस्टम चाहिँ यसरी बनाइएको छ। तपाईँहरूले देख्नुभयो होइन, टोटल्ली पानी यहाँनिर रोकिएको छ। फाइनल्ली हाम्रो देशी फिल्टर रेडी भइसकेको जानकारी गराउनु पाउँदा आनन्द लागेको छ। अनि भाइ अनि म भएर 10:30 बजी सुरु गरिएको यो देशी फिल्टर निर्माण कार्य अहिले 3:30 मा आएर कम्प्लिट भइसकेको छ। र यसलाई हामीले कसरी गऱ्यौँ भन्दाखेरि चाहिँ जो ट्याङ्कीको पानी आउँछ अनि त्यो पानी चाहिँ यहाँ माथिबाट आउँछ अनि आए पश्चात चाहिँ यहाँनिर आउने गर्दछ र यो बल्बले यो पानीलाई कन्ट्रोल गर्ने गर्दछ। अनि कति सफा पानी तपाईँले देखिराख्नु भएको छ। र विशेष गरी अब यो पानी चाहिँ यसरी आएर चाहिँ यहाँबाट तल बाथरुमतिर किचनतिर कता कता जाने गर्दछ। अनि यो पानीलाई मैला भएको अवस्थामा कसरी सफा गर्ने भन्दाखेरि हामीले यो बल्ब जो छ यसलाई यहाँनिरबाट अन गर्नुपर्ने हुन्छ, यसलाई चाहिँ अफ गर्नुपर्ने हुन्छ। अनि यहाँ भित्रबाट गएर चाहिँ सबै मैलालाई यसले लिएर आउने गर्दछ र यहाँबाट चाहिँ जाने गर्दछ। तत्पश्चात हामी फेरि के गर्छौँ भन्दाखेरि यो जो जोडिएकोहरू छ अन गरिएकोहरू छ र यहीँबाट गयो भने चाहिँ कलमा जाने गर्दछ। तसर्थ यसलाई हामी खोल्छौँ र यो साइडमा राख्छौँ अनि सबै पानी चाहिँ यहाँबाट चाहिँ निक्लेर बाहिर जाने गर्दछ। अनि तत्पश्चात चाहिँ यो सफा हुन्छ अनि फेरि हामी यसलाई जोड्छौँ अनि यो पानी यसरी सङ्लो पानी तयारी हुँदछ। वाउ, थ्याङ्क यू तपाईँहरूलाई भिडियोलाई हेरिदिनु भएको लागि। तपाईँहरूलाई कस्तो लाग्यो यो देशी जोगाड, अनि तपाईँले पनि आफ्नो विचार प्रकट गर्नु सक्नुहुनेछ। धन्यवाद अहिलेसम्म हामीसँग रहिदिनु भएको लागि। टेक केयर, बाई बाई। के भन्न चाहन्छ भाइ? केही भन्नु छैन? भाइको केही भन्नु छैन अरे? तपाईँहरूको भन्नु छ भने चाहिँ तपाईँले कमेन्टमा लेखिदिनु होला।